आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरूले भर्खरै यहाँ एउटा नृत्य पनि हेर्नुभयो र अनि आज हामी तपाईँहरूको बिचमा अनि संसारको एकमात्र मुक्तिदाताको बारेमा हामी बताउन आइरहेका छौँ र अनि यो बताउनुभन्दा पहिला तपाईँहरू सबैजनालाई आउँदै गरेको बडा दिन अर्थात् क्रिसमसको यहाँहरू सबैजनालाई हार्दिक हार्दिक शुभकामना छ र परमेश्वरले यहाँहरू प्रत्येकलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आज हामी तपाईँहरूको बिचमा बताउन आएको मुख्य विषय भनेको चाहिँ संसारको मुक्तिदाता प्रभु येशू ख्रीष्टको बारेमा हो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले सारा संसारमा भएका यावत थोकहरू चाहिँ बनाउनु भयो। यो पृथ्वी चाहिँ आफै बनिएको होइन र यसमा भएका यावत थोकहरू पनि आफै बनिएका होइनन्। अनि यसको सृष्टिकर्ता चाहिँ परमेश्वर हुनुहुन्छ। उहाँले यी सबै कुराहरू चाहिँ बनाउनु भयो र उहाँले चाहिँ मानिसलाई पनि आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा बनाउनु भयो र त्यो बेलासम्म मानिस र परमेश्वर बीच संगत हुन्थ्यो र संगति हुन्थ्यो र सबै कुरा असल थियो र त्यो बेला केही कुरा खराब थिएन, रिस थिएन, हत्या थिएन, त्यहाँ कुनै पाप थिएन, असल थियो। मानिस र परमेश्वर बीचको सम्बन्ध असल थियो, टुटेको थिएन। तर जब मानिसले परमेश्वरको आज्ञा उनले उल्लङ्घन गरे अनि उल्लङ्घन गरिसकेपछि त्यसपछि संसारमा पाप आयो, जसको कारणले गर्दा एकजना व्यक्तिले पाप गरे जो आदम पहिलो मान्छे हो अनि जसको कारणले गर्दा सारा संसारमा भएका मानिसहरूमा चाहिँ त्यो पाप फैलिँदै गयो अनि जसको कारणले गर्दा हरेक मानिसमा चाहिँ मृत्यु आयो र पवित्र शास्त्रमा लेखिएको छ पापको ज्याला मृत्यु हो। अनि जब मान्छे पापमा रहन्छ त्यसले मृत्यु ल्याउँछ र जब पापमा मान्छे रहन्छ अनि संसारमा जति पनि खराब कुराहरू छन् यी सबै पापका नतिजाहरू हुन्। हत्या, व्यभिचार अनि त्यसै गरी लोभ, लालच, जति पनि कुराहरू छन् यी सबै पापका नतिजाहरू हुन्। त्यही भएर बाइबलले भन्छ सबैजनाले पाप गरेका छन् तर परमेश्वरको महिमासम्म पुग्नबाट छुटेका छन्। सबैजना पापी छन् भन्छन्, किनभने भनिएको छ सबैजना चाहिँ पापी छन्। बाइबलमा स्पष्ट लेखिएको छ हरेक मानिसलाई आज पाप गर्न सिकाउनु पर्दैन, स्वभावले पापी जन्मन्छ। किनभने पहिलो मान्छे जो संसारमा जन्मिएको थियो उनले चाहिँ पाप गरेका थिए। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यस कारणले गर्दा त्यो पाप लिएर कोही पनि स्वर्ग जान सक्दैन है। अनि त्यो पापको चाहिँ समाधान हुन आवश्यक छ। जस्तै एउटा रोग लाग्यो भने त्यसको उपचार भए मात्र त्यो मान्छे तन्दुरुस्त हुन सक्छ। त्यस्तै गरी जब त्यो पापको उपचार हुन्छ अनि तब मात्र त्यो मान्छे चाहिँ स्वर्ग जान सक्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, अनि यसै कारणले गर्दा परमेश्वरले मानिसलाई फेरि पापमै रहन दिनु भएन। उहाँले मानिसलाई बचाउनका लागि चाहिँ आफ्नो एकमात्र पुत्र पठाउनु भयो। यसकारण यूहन्ना 3:16 भन्छ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यसमा विश्वास गर्ने कोही पनि नाश हुने छैन र परमेश्वरले चाहिँ मानिसलाई धेरै प्रेम गर्नुहुन्छ र अति प्रेम गर्नुहुन्छ उहाँले। यसकारणले गर्दा उहाँले आफ्नो पुत्रलाई यो धरतीमा आजभन्दा 2000 वर्ष पहिले इजरायल देशको बेथलेहेम भन्ने गाउँमा एकजना कन्या मरियमबाट चाहिँ अनि प्रभु येशू ख्रीष्टको चाहिँ जन्म भयो, जसलाई जिसस क्राइस्ट पनि भन्छन् अनि जसलाई संसारको ज्योति भनेर पनि हामी चिन्छौँ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, अनि यस कारणले गर्दा जतिजनाले उहाँलाई चाहिँ ग्रहण गर्छ अनि उहाँले तिनीहरूलाई आफ्ना सन्तान हुने अधिकार दिनुहुन्छ र पवित्र शास्त्रमा लेखिएको छ यसले भन्नुभयो अनि बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ पुग्न सक्दैन अनि यसो बिना कोही पनि स्वर्ग जान सक्दैन। संसारमा धेरै बाटोहरू आए, यो बाटो गए, त्यो बाटो गए, स्वर्ग पुगिन्छ भन्ने जस्ता बाटोहरू धेरै मानिसले सिकाए तर ती बाटाहरू सबै अधुरा र अपुरा थिए र ती गन्तव्यमा पुग्ने बाटाहरू थिएनन्। तर यसले भन्नुभयो म चाहिँ बाटो हुँ, ममा विश्वास गर्ने कोही मर्यो भने पनि ऊ जीवित हुनेछ उहाँले भन्नुभएको छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, अनि यसले भन्नुभएको छ हे सबै थाकेका र बोझले दबिएका हो म तिमीहरूलाई विश्राम दिनेछु। साँच्चै प्रिय दाजुभाइ दिदीबहिनीहरू, अनि प्रभु येशू तपाईँ र मलाई विश्राम दिन चाहनुहुन्छ र यो संसारका बोझबाट चाहिँ उहाँले हामीलाई छुटकारा दिन चाहनुहुन्छ। त्यसको लागि तपाईँ र मैले गर्नुपर्ने एउटै कुरा छ, त्यो भनेको उहाँको बलिदानमा हामीले विश्वास गर्नुपर्ने हुन्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, साँच्चीकै प्रभु येशू ख्रीष्टले भन्नुभयो म आउनुभन्दा पहिले संसारमा अनि धेरै रोगहरू आउनेछन्, नयाँ नयाँ रोगहरू अनि भूकम्पहरू जानेछन्, त्यसै गरी चाहिँ धोका आउनेछ, प्रेम सेलाएर जानेछ भन्नुभएको थियो। आज यी कुराहरू हाम्रो आँखाको अगाडि चाहिँ यी भइरहेको कुराहरू हामी देख्दछौँ। साँच्चै प्रिय दाजुभाइ दिदीबहिनीहरू, आज यी कुराहरू हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ अनि यो यी सबै कुराले चाहिँ हामी थाहा पाउँछौँ येशू चाँडै आइरहनु भएको छ र अब येशू आउनु हुँदै गर्दाखेरि चाहिँ
प्रिय दाजुभाइ दिदीबहिनीहरू। अनि उहाँ आउँदै गर्नुहुँदा अब उहाँलाई विश्वास गर्नलाई मात्र उहाँले लिनुहुनेछ र उहाँ पहिलो पटक चाहिँ सबैको उद्धारको निम्ति आउनुभयो, तर अब दोस्रो पटक उहाँ देखा पर्नुहुँदा विश्वास गर्नेहरूलाई लिनका निम्ति यो धरतीमा उहाँ आउनुहुनेछ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, अनि मानिस जाने चाहिँ दुईवटा गन्तव्य छ मृत्युपछि, एउटा स्वर्ग र अर्को नर्क। यदि हामी प्रभु यीशु ख्रीष्टलाई प्रभु अनि मुक्तिदाता भनेर हामी विश्वास गर्छौँ भने अनि हामी स्वर्ग जानेछौँ, र यदि हामी प्रभुलाई चाहिँ विश्वास गर्दैनौँ भने हामी चाहिँ नरक जानेछौँ। तेस्रो ठाउँ छैन, म नर्क जाँदिनँ, म स्वर्ग पनि जाँदिनँ, तेस्रो ठाउँ जान्छु भन्यो भने यहाँ तेस्रो ठाउँ छैन। प्रिय दाजुभाइ दिदीबहिनीहरू, त्यस कारणले गर्दाखेरि चाहिँ यदि तपाईँ स्वर्ग जान चाहनुहुन्छ, त्यो अनन्तको जीवन प्राप्त गर्न तपाईँ चाहनुहुन्छ र तपाईँ त्यो शान्तिको जीवन प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँ परमेश्वर ख्रीष्टलाई प्रभु अनि मुक्तिदाता भनेर स्वीकार गर्नुहोस्, विश्वास गर्नुहोस् र उहाँले तपाईँलाई उद्धार गर्नुहुनेछ आजै नै। यदि तपाईँले विश्वास गर्नुभयो भने तपाईँले नरकदेखि छुटकारा पाउनुहुनेछ र तपाईँको मिलन, तपाईँको सम्बन्ध परमेश्वरमा पुनः स्थापित हुनेछ। हुन्छ, धन्यवाद तपाईँहरूले सुनिदिनु भएका लागि। परमेश्वरले आशीष दिनुभएको होस्।